ए यहाँ जानु मिल्छ दाजु आउनु यहाँ जाम अनि उताबाट घुमेर आऊँ हजुर यहाँ जाने ठाउँ छ के यहाँ बाटो छ हेलो साथीहरू आज हामी यहाँ म 20,000 ताल आइपुगेको छु ठ्याक्कै यो टिकौलीको जङ्गलमा भरतपुर टिकौलीको जङ्गलमा 20,000 ताल रहेछ यहाँ त बाटो रहन्छ कुना कुनै छ क्या रहन्छ बाटो त यही रहेछ ताल रहेछ यहाँ यस्तो त्यतातिर पाइन रहेछ त्यतातिर पाइन रहन्छ फुलहरू फुल्या रहेछ लैनु बगाएर कस्तो पाइन्छ कि हेर्नु पर्यो भनेर बिगार दिने चाहिँ अब यो भुराइ काम भरतपुर जाने भने के भएछ यहाँलाई पानी आउँदो रहेछ ताल ए उता पनि रहेछ ताल त ठुलो रहेछ यहाँ त पिकनिक पनि आउँछ नि क्या मान्छेहरू यार पाइँदैन पिकनिक आउनु खानेकुरो त पाइँदैन के पिकनिक आउनु ट्याक्कै यहाँ बहिनी ठाउँ रहेछ दाजु यी ट्याक्कै यहाँ बहिनी ठाउँ रहेछ होइन त्यहाँ के हो मान्छे कुर्ने ठाउँ होला त्यहाँ रहेछ ए यता एउटा बाटो रहेछ उता उता दाजु 20,000 ताल गजबको ठुलो ताल रहेछ त्यहाँ म त पहिलोचोटि आएको यहाँ तपाईँ आउनु भएको थियो हो र 4 थियो पहिला ए यो के कमल फुल हो त यो होइन के फुल हो यस्तो यो कमल फुल यस्तो नहुनु पनि अर्कै हुन्थ्यो ल हाम्रो चाहिँ भरतपुरको टिकौली जङ्गलमा रहेको 20,000 ताल यस्तो छ ठुलो रहेछ त वहाँदेखिबाट रहेछ बर्खामा पानी भऱ्यो भने त यहाँसम्म आउँछ होला पानी भऱ्यो भने त यहाँ माथिसम्म आउँछ होला आउँछ होला वहाँदेखिबाट कहाँदेखिबाट रहेछ उतादेखिबाट यतातिरसम्म रहेछ जम्मा भए पानी हो कि मूलको पानी होला यो ढुङ्गा यहाँ लडेर बसिरहेको रहेछ यी ढुङ्गाको यहाँ अस्ति 15 मात्रै बाँकी रहेछ दाजु 20,000 तालमा गुड्ने ढुङ्गाको यहाँ ढुङ्गाको अस्ति 15 मात्रै बाँकी छ यहाँ यस्तो भएछ ढुङ्गा सालको पात टपरी हुनेवाला मेरो बहिनी ठाउँ रहेछ त्यतातिर त्यतातिर टोयलेट बाथरुमको व्यवस्था होला जस्तो छ बरपिपल रोपेको रहेछ उतापट्टि चाहिँ के रहेछ आर्मी एरिया रहेछ त्यतातिर ए अन्त के रहेछ भनेको त आर्मी एरिया रहेछ नि त्यतातिर पिउने पानी त्यहाँ राख्दै रहेछ त्यो आर्मी एरिया भइहालेछ 20,000 यता भइहाल्यो ल यहाँबाट उतासम्म रहेछ माथिसम्म रहेछ